गाइज हामी चाहिँ कहाँ जाँदैछ हामी गाइज रेली जाँदैछ गाइज भन्नु मलाई के त त्यही हाँस उठ्नु कोही लागेन मैले गाइज हेलो गुड मर्निङ गाइज अब चाहिँ हामीहरू जाँदैछौँ रेली पिकनिकमा हो यो वर्ष चाहिँ हामीहरू सोचेको थियौँ नर्थ सिक्किम गएर चाहिँ अब नजाउँ है यता पिकनिकहरू चाहिँ तर हुन्छ रेली नगइकन हाम्रो एकदम वर्ष 25 स्टार्टै भएन है अन्त चाहिँ हामीहरू फेरि जाँदैछौँ रेली पिकनिक हामी चाहिँ बेसीजना हामी गर्ल्स अब म तपाईँहरूलाई रेलीमा पुगेर देखाउँदैछु फाइनली हामी चाहिँ पुग्यौँ रेली खोला अनि यो पर देख्दै गरेको चाहिँ हो यङ्की रेस्टुरेन्ट अनि यहाँबाट चाहिँ हामी जाँदैछौँ अनि यो माथि देख्दै गरेको चाहिँ हो रेली पुल है रेलीको पुलकै ठिक्कै तल्लोपट्टि चाहिँ हामीहरू पिकनिक खेलेको थियौँ यो जग्गा चाहिँ अनि पिकनिक खेल्नुको लागि अनि प्लस स्विमिङको लागि चाहिँ हामी आएको छौँ हामी चाहिँ छौँ 7 जना केटी गर्ल्स ग्रुप आएको थियौँ गाइस हामीले भन्जीले बनाएको आलुदम खाँदैछ टिक्का दिदीले ल्याएको सेलरोटी खानु पनि थालिदिइसक्यो कतिजनाले त मार्दैछ छिटो खाइसक्छ हामीले त मिठो मिठो भयो भन्नु न लु खोला खेल्नु आएको मान्छेहरू आछु भन्छ अब कस्तो क्युट गरेको कपडा देख्छ है चिया अन्नम कस्तो अरे सो अहिले चाहिँ हामीहरू खोला खेलिसक्यौँ अनि चाहिँ अहिले हामीहरू यहाँ माथि आएको छौँ यो रेस्टुरेन्टमा अनि यहाँनिर चाहिँ हामी तातो पानी माग्न आएको थियौँ हो अनि यहाँनिर देख्न सक्नुहुनेछ अहिले चाहिँ मान्छे पुरा ड्यामै भइसक्यो हामी बिहान आइपुग्दा चाहिँ खाली थियो यो जग्गा चाहिँ अन्त अहिले चाहिँ पुरा मान्छेहरू आइरहेको छ आउने जाने मान्छे चाहिँ दिनभरि नै भइबस्ने रहेछ हाम्रो रेली त अब स्पेसल नै हो पिकनिक स्पट्स नै हो सो त्यही भएर मान्छे पुरा रहेछ सो अब हाम्रो स्टार्ट Comic 6 अरे Comic 6
यङ्की रेस्टुरेन्टमा आउनु सक्नुहुनेछ तपाईँहरू यतापट्टि पिकनिक खेल्न आउनुभयो भने चाहिँ यहाँनिर तपाईँहरूलाई फुडिङको अभाइलेबल छ हो अनि एकदम राम्रो उयो दिनुहुँदो रहेछ यहाँ चाहिँ दिदीहरूको रेस्टुरेन्ट छ यङ्की रेस्टुरेन्ट है अन्त यो रेस्टुरेन्टको विषयमा चाहिँ अलिकति बताइदिनुहोस् न अब यो रेस्टुरेन्ट चाहिँ अब रेस्टुरेन्ट भन्दा पनि अब रेली मुक्ति रिभर साइड है हजुर अब यो चाहिँ हामीले भर्खर हालैमा गरेको अब त्यस्तो बेसी त भएको छैन है अब यहाँनिर आउनुहोस् तपाईँहरूलाई अब स्विमिङहरूदेखि लिएर सबै हुन्छ है क्याम्पिङ गर्न आएर अब फिसिङहरू गर्दा पनि हुन्छ तर अब करेन्टहरू चाहिँ हाल्नु पाउँदैन अब यस्तो जालहरू है खेल्दाखेरि पनि हुन्छ आएर बस्नु सक्नुहुन्छ अब तपाईँहरू टेन्टको चाहिँ कति छ पर हेड टेन्टको चाहिँ अब पर हेड 1200 छ है त्यसमा चाहिँ अब तपाईँहरूले बेलुका डिनर र बिहान ब्रेकफास्ट चाहिँ पाउनुहुन्छ त्यसमा ए 1200 इन्क्लुड हुनेछ है हजुर त्यति नै है हजुर हुन्छ थ्यांक यू सम्म हेरेर बस्दिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई कीप सपोर्टिङ अस थ्यांक यू फर वाचिङ बाइ बाइ लट्स अफ लभ